हेलो एन्ड नमस्ते सबैलाई स्वागत छ फेरि पनि पुनः एकपटक मेरो नयाँ ब्लगमा। आज चाहिँ डे 38। अब चाहिँ म रेडी भइसकेको छु। अब चाहिँ म वाक गर्न चाहिँ जान्छु। म चाहिँ अब निस्केको म चाहिँ आज अर्को बाटोबाट हिँडेको है, यता गल्लीबाट हिँड्दैछु। यता पनि ठिकै छ, रमाइलो छ, तर धुलो धुवा छ यतापट्टि चाहिँ। खासै त्यस्तो त भिडभाड छैन। अब हाइवे निस्केपछि चाहिँ भिडभाड सुरु हुन्छ। अब यतापट्टि चाहिँ भिडभाड छ, किन यतापट्टि चाहिँ अलिक शान्त हुन्छ, त्यही भएर हो। चिसो बढ्या त्यही भएर मास्क लगाउनु पर्छ, टोपी लगाउनु पर्छ है सबैले एकदम होइन। अहिले चाहिँ काठमाडौँ चिसो बढेको कारणले चाहिँ सबैजनाले चाहिँ टक्क लगाएर मास्क र टोपी लगाएर चाहिँ हिँड्नु है अनिवार्य रूपमा होइन। एकदमै छ अहिले त। आज चाहिँ डे 5 अफ वाक हो है गाइज। अब एकदम रेगुलर वाक गर्ने हो। वाक गरेर स्वास्थ्य राम्रो हुन्छ। अनि आज डे 5। सो यता गाई बस्तुहरू छ यतापट्टि है, यता पनि फुटसल छ है बवाल खालको। घर पनि आइयो। अब चाहिँ एकदम छिटो रेडी भएर फ्रेस भएर अफिसको लागि चाहिँ टाइप कस्नुपर्छ है त। अब बुवा आमा यता हुनुहुन्छ चिया खाँदै, बुवाले त लसुन केलाउँदै हुनुहुन्छ। मलाई चाहिँ यता अनुसारले चिया राखिदिएको रहेछन्, कालो चिया। सो म खाँदैछु है त्यो चाहिँ। अब लगभग रेडी भइसकेको छु। कपालमा चाहिँ कोर्न बाँकी छ, कपाल कोर्दैछु होइन। सो यति ल, कपाल पनि कोरिसकेँ। अब लेट पनि हुन लागिसक्यो होइन। सो म चाहिँ अब हजुरलाई अफिसमा भेट्छु है त। गाइस फाइनली अफिस आइपुग्यो। आज अलिक ढिला भयो। सो गाइस म चाहिँ आफ्नो वर्क प्लेसमा आइसकेको छु। बिस्तारै गर्नुपर्छ, त्यही भएर बिस्तारै गरेको। त्यो सर्टले के एप्लिकेसन युज गरिन्छ नि त, सानो सानो भिडियोको होइन, बनाउनु चाहिँ आउँछ नि। सो गाइज उहाँ पनि अफिसबाट आइसक्नुभयो, अघि नै आउनुभएको। अनि सन्चो नभएर त्यहाँ सुतिराख्नु भएको छ, त्यही भएर भ्लग पनि गर्नु भएन उहाँले। अनि त्यसपछि मैले उहाँलाई चाहिँ चिया दिएँ, तातो चिया, अनि दबाईहरू दिएँ। अनि त्यसपछि उहाँ चाहिँ रेस्ट गरिराख्नु भएको छ, हि इज हियर। अनि उहाँलाई चाहिँ सन्चो भएन, अब चाहिँ गेट वेल सुन। सो गाइज म चाहिँ यहाँ फ्रेस भएर बसिसकेछु, अनि उहाँ चाहिँ त्यहाँ एडिट गर्दै हुनुहुन्छ। सो आजको भ्लग यति नै। सी यु गाइज इन आवर नेक्स्ट भ्लग। अन्टिल देन टेक केयर, बाई बाई।